हेलो साथीहरू नमस्ते। म चाहिँ आज बिहानै ड्युटी सकेर निस्किरहेको अवस्था। हेर्नुहोस् के गर्ने परदेशी जिन्दगी। परदेशले धेरै कुरा सिकाएको छ। एउटा कुरा सिकाएको छ अलार्म लगाएर सुत्नै पर्ने, अनि खाना खाने बेलामा जे जस्तै भए पनि आँखा चिम्लाएर खानै पर्ने हैन। अब त्यस्तै गरी थुप्रै कुरा सिकाएको छ परदेशले। टाइम टु टाइम ड्युटी जानुपर्ने, अनि 8 घन्टा काम जसरी भए पनि गर्नै पर्ने, अनि हप्ताभरि 6 दिन काम गरेर 1 दिन सुत्नुपर्ने। हेर्नुहोस्, अनि परदेशमा पुग्दै नपुगेको कुरा निन्द्रा, नपुग्ने कुरा निन्द्रा। त्यस्तै गरी निन्द्रा सँगसँगै पुग्दै नपुग्ने भनेको चाहिँ पैसाले रहेछ। आज 25,000 कमायो, 30,000 कमाउन पाए हुन्थ्यो भन्ने हुँदो रहेछ मनमा। 30,000 कमायो, 40,000 कमायो, 50,000। यो पैसाले चाहिँ कहिले नपुग्ने रहेछ है। अब चाहिँ परदेश आउने भन्दा नि अब चाहिँ डाइरेक्ट पैसा कसरी छाप्ने भन्ने, मेसिन कसरी बनाउने भनेर सोच्न थालेको छु म चाहिँ। हजुरहरू के गर्दै हुनुहुन्छ सबैले प्रतिक्रिया दिनु होला। तपाईहरुको परदेश बसाइ कस्तो रहेको छ?